गृहमन्त्रीको ब्याङ्कमा भएको खाताको विवरण सुरक्षित छैन भने एउटा आम नागरिकको ब्याङ्कको खाता नम्बर र ब्याङ्कको खाता विवरण कसरी सुरक्षित हुन सक्ला? कान्तिपुरले वैशाख 8 गते तत्कालीन गृहमन्त्री सुदन गुरुङको नबिल ब्याङ्कमा भएको खाताको डिटेल्स, कति पैसा ट्रान्जेक्सन भएको छ, कहाँबाट कसरी पैसा आएको छ, त्यो सबैलाई समेटेर एउटा समाचार सार्वजनिक गर्छन्। तर यहाँ समस्या के छ भन्दाखेरि नबिल ब्याङ्कले एउटा विज्ञप्ति जारी गरेर के भन्छ भने सुदन गुरुङको ब्याङ्क खाताको डिटेल्स म कसैलाई प्रदान गरेको छैन, कुनै पनि प्रकारको कारोबारको बारेमा कसैलाई डिटेल दिएको छैन। अर्कोतिर सामाजिक सञ्जालमा मिडियाहरूले लेख्छन् कि पूर्व गृहमन्त्री सुदन गुरुङको ब्याङ्क खाताको डिटेल्सको बारेमा सिआइबीको प्रमुखले कान्तिपुरलाई दिएको छ। अनि केन्द्रीय अनुसन्धान विभाग सिआइबीले भन्छन् कि पूर्व गृहमन्त्री सुदन गुरुङको बारेमा कुनै डिटेल माग गरेकै छैन, न ब्याङ्कको डिटेलको बारेमा माग गरेको छ, कुनै डिटेल मागै गरेको छैन। त सिआइबीको कुनै प्रमुख या सिआइबीले कुनै डिटेल्स गृहमन्त्रीको बारेमा कुनै डिटेल्स कसरी दिन सक्छन्? यहाँ सुदन गुरुङको खातामा आएको पैसा, गएको पैसा राइट छन्, रङ छन्, दोषी छन् या छैन, यो अर्को विषय हो। अब सोच्नुहोस्, गृहमन्त्रीको गोपनीय विवरण सुरक्षित छैन भने, चुहिन सक्छ भने एउटा आम नागरिकको व्यक्तिगत विवरणको कस्तो हालत होला?